दिनभरि गाउँ सहर बचाउन व्यस्त थियो। एक दिन उसले आगो लागिरहेको घरबाट एक बच्चालाई बचायो र बाढीमा फँसेका मानिसहरूलाई पनि निकाल्यो। तर त्यो दिन केही मानिसहरूले मायालाई चिनिहाले। गाउँमा खबर फैलियो, माया नै त्यो शक्तिशाली केटी रहेछ। गाउँमा कुरा फैलियो, एक दिन मायाको दुश्मनले मायाको हजुरआमालाई घरैमा आएर हमला गरे। तर भाग्यवश माया त्यही समय बचाउन आइपुग्यो। हजुरआमाले मायालाई भन्नुभयो, माया, तिमी राम्रो काम गर्छौ, तर सबै मानिस राम्रो हुँदैनन्। कसैले तिमीलाई वा तिमीले माया गर्ने मानिसलाई हानि पुर्याउन सक्छ। उसले बुझिन्, साँचो हिरोले कहिलेकाहीँ आफूलाई लुकाएर अरूलाई सुरक्षित राख्नुपर्छ। हजुरआमाले मायालाई सम्झाउनुभयो, आज तिमी यहाँ थियौ र हामी सुरक्षित छौं, तर तिम्रो पहिचान लुकाए तिम्रो लागि सजिलो र आफ्नो मान्छेको ज्यानको सुरक्षा पनि हुन्छ भनेर सम्झाउनुभयो। माया पनि हजुरआमाको कुरामा सहमति भयो। उसले बुझिन्, साँचो हिरोले कहिलेकाहीँ आफूलाई लुकाएर अरूलाई सुरक्षित राख्नुपर्छ। मायाले भने, यसको समाधान के छ हजुरआमा? हजुरआमाले भन्नुभयो, त्यसको चिन्ता नगर माया, मैले तिम्रो लागि भनेर एकदम खास लुगा बनाएको छु। यो लुगाले तिम्रो पहिचानलाई नयाँ दिशा दिन्छ र तिमी को हौ भनेर पनि कसैलाई थाहा हुँदैन। यो कदम तिमीले आफ्नो माया गर्ने आफन्तको सुरक्षाको तिम्री गर्दैछौ। यसमा तिम्रो काम पनि सजिलो हुन्छ र तिमीलाई हामी बोझ जस्तो पनि हुँदैन भनेर हजुरआमाले मायालाई सम्झायो। हजुरआमाले आकाशबाट नयाँ कपडा मायालाई दियो। त्यो कपडा लगाएर माया बाहिर आउँछ। माया एकदम बलियो र प्रभावकारी नेपाल र नेपालीको ज्यान बचाउने उच्च वर्गको हिरो देखिन्छ। त्यो देखेर हजुरआमाको आँखामा आँसु आउँछ। हजुरआमाले मायालाई भन्नुभयो, अबदेखि माया, तिमी गाउँको साधारण केटी होइन। जब जब कसैलाई मद्दत चाहिन्छ, मास्क लगाएको हिरो माया आउनेछ। को दिनदेखि माया केवल एक केटी होइन, उनी बनिन् आशाको नयाँ अनुहार। गाउँमा मात्र होइन, सहरसम्म उनको चर्चा फैलिन थाल्यो। माया सहरको बारेमा हजुरआमासँग सुनेको थिए, तर गएको थिएन। यो पालि उनी घुमेर आउँछु भन्दै काठमाडौँ सहर पुगे। त्यही दिन काठमाडौँको भिडभाड सहरमा ठूलो समस्या आयो। एक पुल भत्किन लागेको थियो, मानिसहरू डरले भागिरहेका थिए। त्यही बेला मायाले समस्या देखेर आकाशबाट झरिन्। उनले आफ्नो शक्तिले पुल सम्हालिन्, मानिसहरूलाई सुरक्षित भयो। कसैले उनको अनुहार देखेन, तर सबैले उनको काम देखे। त्यसपछि भाइरल सुरुवात। त्यो घटनाको भिडियो कसैले मोबाइलमा खिच्यो र पोस्ट गर्यो सोशल मिडियामा। हरियो मास्क लगाएको हिरो काठमाडौँ बचायो। केही घण्टामै भिडियो लाखौंले पत्रिकामा र मोबाइलमा हेरे। त्यसपछि पूरा सहरमा कुरा फैलियो। जेनजी युवाहरूले भन्न थाले, यो त रियल सुपर हिरो हो, हामी जस्तै जोश जागर भएको जेनजी। यो हिरोलाई त जेनजीहरूको हिरो भन्नु राम्रो होला भन्दै सहरमा कुरा फैलियो। त्यसपछि राति मायाले आफू घरमा खबर नगरी आउँदा घरमा चिन्ता गर्छन् भनेर घर फर्किए।